हेलो गुड मर्निङ अनि नमस्ते सबैजनालाई स्वागत छ तपाईँलाई अर्को भिडियोमा। आज चाहिँ हामी कोल्स बे होबर्टबाट कोल्स बे जान लागिरहेका छौँ। माउन्ट एमस भन्ने ठाउँमा जुन कि 3 घण्टाको हाइकिङ छ। आधी बाटो आइसकेको छौँ। भर्खर त्यहाँ खाजा कफी सफी किनेर खाँदै यस्तो राम्रो ठाउँमा आएको छौँ। आज चाहिँ हामी 3 जना छौँ। हामी 3 भाइ, वीर दाई, अंकित भाइ। भर्खर हाम्रो यो फर्स्ट स्टप भने नि हुन्छ। हाई माइट। खानेकुरा माग्न आएको मेरो। ए भर्खरै 1 घण्टा भयो घरबाट हिँडेको। अझै कति लाउँछ दाइ यहाँबाट? 2 घण्टा छ अझै भाइ। अझै 2 घण्टा लाउँछ अरे यहाँबाट। 2 घण्टाको बाटो अझै। अनि त्यसपछि 3 घण्टा फेरि हिँड्नुपर्छ हैन? 3 घण्टा अझै हिँडेर त्यही छ आजको दिन। आजको वेदर पनि अलि साथ दिइरहेको छ हामीलाई। राम्रो छ हैन वीर दाइ? अंकित भाइ फेरि त डेन्जर भोक लागेछ क्या। अहिले टाइम भएको छ कति 7 बजे होला बिहानको। हामी 6 बजे हिँड्न थियौँ घरबाट। नदिनु कि खानेकुरा यिनीहरूलाई। अनि मेरो पनि माग्न आउँछ। लास्ट हरामी हुन्छ यिनीहरू। म त क्याच गर्छ होला न, क्याचै गरेन। त्यही अहिले बाटोमा के कसो हुन्छ त्यही देखाउनुला हेर्दै गर्नु होला। धन्यवाद। हुन्छ हाम्रो नयाँ साथी मिलेर खान, मिलेर पाले एउटा खा। कहिले त्यसो गर्नु नजा। खै अरू साथीहरू यहीँ छ। यिनीहरू यहाँ आउँछ हेर्नु है। आउँदैन डर आयो कि यिनीहरू? डर आयो। त्यो चाहिँ उसमा आउँछ कि के अरे सिडनीको। डेन्जर खाना देयर। त्यो सिडनीको डारले के अरे त्यो ओपरा हाउसमा हो। यो त हरामी रहेछ। ल सिडनीको त डारले के अरे त्यो ओपरा हाउसमा आउने हो कि त्यसरी। लास्ट है अब। यो त खुट्टा भर्खर पेन्ट गरे जस्तो छ है। रातो छ है। ल भाइहरू खाऊ। भाइयो यता मान्छेहरू डिस्टर्ब होला यार। ठ्याक्क बिचको छेउमा आइपुग्यो। ठ्याक्क यहाँ बिचमा आएर खास हावा पनि चलेको छैन आज। वेदर पनि अलिक गर्मी छ। मारिया आइल्यान्ड होइन दाइ? त्यो अगाडिको चाहिँ मारिया आइल्यान्ड अरे। अब चाहिँ हामी यहाँबाट निस्किन लागेको। यहाँ बसेँ मलाई 10-15 मिनट जति। अब अलि अगाडि गएर गाडीमा तेल पनि हालेर त्यसपछि अझै 2 घण्टा जति लाग्छ होला है। 2 घण्टाको बाटो फेरि। तर केही छैन, हामीसँग 3 जना, हामी 3 जना ड्राइभर हो आज। पालै कुदाउने गाडी। अंकित भाइ ठिक छ नि? भाइ त एक्लै टोलाएर बस्यो यार पछाडि यार। बिदा लागौँ है भाइ? लाग्ने अघि त्यहाँ टी ब्रेकबाट आधी घण्टा जस्तो ड्राइभ गरेपछि चाहिँ हामी यहाँ फेरि एकछिन भर्खरै रोकेका छौँ। यहाँ एउटा यस्तो राम्रो ठाउँ आयो कि तपाईँहरूलाई देखाउन गइरहेको छु। त्यो ठाउँ यस्तो राम्रो त के भने ठिकै हो तर नि बिचमा आइपुग्यौँ। वीर दाइ यहाँ स्विमिङ गर्छु भनेछ। एकछिन स्विमिङ हान्ने हो दाइ? अंकित भाइ पनि आइन्छन् यता।
दामी भयो क्या वेदर पनि बिर्तालेर उहाँ टिकटक बनाउनु गइसक्यो वेदर पनि राम्रो राम्रो हुँदै आयो त यस्तो बिचमा आउँदा नि हावा चाहिँ नचलेको कि होइन आहा यस्तो राम्रो अब 5 मिनट जति यहाँ भुलेर फेरि 5 मिनट जस्तो भुलेर हामी फेरि अब लागिन्छ भर्खर आइपुग्यो यहाँ है होबर्टबाट 3 घन्टाको ड्राइभ पछि भर्खर यहाँ पार्किङमा आएर चाहिँ गाडी पार्क गरेर अब यहाँबाट चाहिँ रेडी भएर हामी हिँड्न लागेका छौँ दाइ के सामान अब सामान अब हाम्रो सबै केराहरू पिकअप गर्ने हैन भाइ पनि रेडी भइसक्यो ज्याकेट लगाएर यहाँ अलिअलि त्यो डाँडाहरू चाहिँ देख्न मिल्छ है पार्किङहरू चाहिँ टन्न रहेछ त्यहाँ माथि पनि छ पार्किङ माथि चाहिँ पुरै फुल भइसक्यो रहेछ टन्न छ मान्छे आज 3 घन्टा लाग्यो वहाँबाट आउन नि है आधी घन्टा जति ब्रेक काटेर 2.5 घन्टामा आइदियो रहेछ ब्रेक लिएन भने चाहिँ ल अब माथि गएर भेटौँला है त बाई बाई अब हामी हाम्रो चाहिँ अब यहाँबाट चाहिँ वक सुरु हुन लागिरहेको छ ट्र्याक यसरी हो यहाँ चाहिँ हामी यहाँ बोर्डमा यसरी हेर्दै दाइ चाहिँ यहाँ पहिला पनि आइसकेको अरे माई सेकेन्ड टाइम युआर हियर यसरी हेरेर जाने यहाँ चढ्ने युआर हियर भनेपछि म यो भयो नि त यो जामालान चाहिँ को हो त हजुर खै वाइन क्लास बे अब यहाँ माथि चढेपछि यो भ्यू देख्ने हो क्या साइन इन हुँदैछ हाम्रो आजको लिडर वीर दाई ए रेजिस्ट्रेसन नम्बर के भेहिकल भेहिकल रेजिस्ट्रेसन नम्बर फोन नम्बर हानेर हुन्छ क्या फोन नम्बर नै छ अनि त्यो पनि छ कि आज 4 तारिक अक्टोबर 4 यता चाहिँ रनिङ पनि भइरहेको रहेछ टुरिस्टहरू आज टन्नै छ हामी पनि टुरिस्टै हो हामी पनि टुरिस्ट हो आजको चाहिँ रेस भइरहेको रहेछ यता चाहिँ रनिङ रेस प्लस साइक्लिङ अघि बाटोमा पनि माउन्ट एमसमा 5 जना साइक्लिङ रेस भएर माउन्ट एमसमा 5 जना छ अनि सबै 4 जना 5 4 हिँडिसकेको छ मन्त्र पनि देखाउँ माउन्ट एमस यहाँबाट 3 to 5 आवर्स रिटर्न तर हामीलाई चाहिँ 1.5 घन्टामा त 45 मिनट्स इच स्पाइडरम्यान हो पुरै अघि तल कार पार्कबाट हामी कति 15 मिनट जति हिँडिसकेको छौँ अलि थाकियो धेरै पछि हिँडेको भएर होला भ्यू आमामा यो चाहिँ यस्तो छ अझै माथिबाट झन् राम्रो देख्छ थाकियो कि यो दाइ भाइ ठिक छ नि अब यहाँबाट बल्ल वक सुरु भयो बजाम ट्र्याक पनि सकियो अब चाहिँ हामीले यस्तो पहेँलो नि त तल पहेँलो देख्नु हो त्यस्तो पहेँलोलाई फलो गर्दै हिँड्नुपर्ने हुन्छ यहाँबाट माथि ल भ्यू हेर्नुहोस् भ्यू पछाडि दामी छ भ्यू हजुर माथिको भ्यू पनि देखाउँछु मैले तपाईँहरूलाई यहाँबाट देखिरहेको छ माथिको भ्यू चाहिँ अति नै राम्रो माथि हामी जाने चाहिँ वहाँ माथि बोइजहरू के छ अहिलेसम्म त गुड के अरे अब माथि गएपछि के हुने हो यहाँ चाहिँ अलिक चिप्लिने धेरै चान्स छ ओ यहाँबाट देख्दा रहेछ नि अझ राम्रो बाटो चाहिँ यस्तै रहेछ यस्तै यस्तो पुरै अलिक नचिप्लिने खालको जुत्ता लगाएर आउनुलाई आउनुभयो भने पानी परेकोलाई चाहिँ नआउने यो बाटो एकदम डेन्जर पानी परेको बेलामा अहिले चाहिँ अलिकता माथि आइपुग्यो हामी मलाई चाहिँ डेन्जर गर्मी भएर भुँडी फुकालिसकेको छु बाटो चाहिँ पुरै उकालै रहेछ है यस्तो ढुङ्गाहरू माथि हेर्नु नि ढुङ्गाहरू कत्रो कत्रो छ ए ढुङ्गा छ हामी जाने उता माथि होला त्यो भ्यू चाहिँ एकदम राम्रो छ एकदम राम्रो देखिँदो रहेछ भ्यू पानी परेको बेलामा चाहिँ
अलि डेन्जरै रहेछ क्या, अलि चिप्लो, अलि जस्ट प्रपर सुजहरू लगाएर आउनु होला आयो भने। तर यहाँ चाहिँ यस्तो सजिलो नि छ, यस्तो यस्तो एरोहरू छ, एरोले जता जता पोइन्ट गर्दैछ त्यतातिर चाहिँ जाने हामी। लाग्दैछौँ अझै हिँड्दैछौँ, दुईजना चाहिँ अगाडि गइसक्यो। म चाहिँ बिस्तारै भिडियोहरू खिच्दै आइरहेको छु, हिँडिरहेको छु। अघि त्यहाँ 5-6जना नेपालीहरू पनि भेट्दै थियो, दुईजना हिरोहरू उहाँ पुगिसक्यो। भ्यू हेर्नु है मेरो पछाडि, भ्यू दामी छ नि त। अलिक गर्मी भयो, हावा चाहिँ आज चाहिँ वेदर पनि एकदम राम्रो भयो क्या, हावा पनि लागेन त्यस्तो। अनि अलिक गर्मी छ, 15-16 डिग्री होला यता अहिले। 15-16 डिग्री भनेको ताजभेनियामा चाहिँ सिडनीतिर 25-26 भयो जस्तै हो। हेर्दैछु अलिक के भन्छ माथि गएर देखाउँछ है त। जस्तै अघि मैले भन्थेँ नि पानी परेकोमा डेन्जर, कस्तो डेन्जर यी तल बाटो हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँबाट चिपेर लोट्यो भने गयो सिधै उहाँ। कोही त ढुङ्गा दामी रहेछ यार, भ्यू चाहिँ यस्तै राम्रै छ। अघिदेखि मान्छेहरू फर्किँदैछ अझै। ए बोइज आर क्लाइम्बिङ माउन्ट एभरेस्ट। यस्तो त्यही भएर पानी परेकोलाई नआउनु होला प्लिज। यहाँबाट गुल्ट्यो भने सिधै तल होइन, सिधै माथि चाहिँ पुगिन्छ। वे भाइ केटाहरू चाहिँ उहाँ भइसक्यो। लगभग आधी घन्टा भइसक्यो हामी हिँडेको। गर्मी छ अझै, गर्मी यो हिँडेर तातेको ज्यान चाहिँ। तर एकदम सन्नी, अलि घाम पनि चर्को लाग्छ। अस्ति दसैँमा खाएको सबै पग्लिसक्यो मेरो त। अब अझै 1.5 घन्टा 2 घन्टा जस्तो हिँड्नुपर्छ होला। मेरो दुईजना साथीहरू चाहिँ त्यहाँ छ, भिडियो गरिरहेछ त्यहाँ चाहिँ। अब यहाँ चाहिँ गुफा, यहाँभित्र चाहिँ बाघ छ अरे, त्यही भएर म जान्न जिस्काउन। फेरि साथी आयो भन्छ नि त बाघले नि। हजुर केही हुन्न। अनि बाटो चाहिँ सबै यस्तै रहेछ क्या, प्रायः यस्तै ढुङ्गै होइन। भ्यू मलाई कहिले उता तल गएर पौडी खेल्न पनि भइसक्यो। अहिले टाइम भयो नि पौडी खेल्न जान्छु। ओके गाइज, 1 घन्टा भइसक्यो हामी हिँडेको ठ्याक्क। अब चाहिँ आइपुग्न लाग्यो, 15-20 मिनटमा पुगिन्छ होला है। बाटो चाहिँ एकदमै अप्ठ्यारो रहेछ, पानी परेकोमा चाहिँ नआनी हुन्छ है। एकदम डेन्जर छ बाटो। हेर्नुहोस् अरे यहाँ माथि आएर यस्तो दामी हावा चलेको छ। यहाँ गर्मी चाहिँ गर्मी नै छ, तर शीतलो भयो अहिले त। अझै केटाहरूको फोटो सेसन भइरहेको। आमा वीर दाई ठिक छ नि? अङ्कित भाइ थाक्यौ? त्यही त भनेको, सानो बच्चाहरू पनि लिएर आएको कि त्यहाँ। ल यही हो भ्यू चाहिँ। अझै योभन्दा राम्रो भ्यू देख्ने छ अझै माथि गएर। माथि हेर्नुहोस्, माथिको भ्यू यस्तो छ। ल सियु सुन है त गाइज बाटो चाहिँ यस्तो छ है। यस्तो बाटो हिँड्नुपर्छ है। हरू छड्किँदै कहिले छड्किँदै कहिले मासतिर कर। अय्या डेन्जर कतार्दियो यार। एनिवे केही छैन। दुईजना केटाहरू चाहिँ पछाडि हिँड्नै सकेनन्। गाइज हामी आइसकेको छौँ माथि टपमा। 1.5 घन्टा जति लाग्यो। भ्यू हेर्नुहोस्, भ्यू भइहाल्छ यार। मान्छेहरू पनि टन्न छ। हेर्न सक्नुहुन्छ भ्यू त्यो दामी के। केटाहरू चाहिँ हिँडिसकेका छन् अगाडि। साथीहरू, ल हामी यस्तो राम्रो ठाउँमा आइसकेको छौँ। हामी 3जना लगभग तल कार पार्कबाट, अघिको कार पार्कबाट चाहिँ 1.5 घन्टा लाग्यो होइन। 1.5 घन्टा लाग्यो। बाटो चाहिँ एकदम अप्ठ्यारो थियो। बाटो अप्ठ्यारो भए पनि ठाउँ हेर्नुहोस्, यहाँ हामी यही भ्यू हेर्न आएको। यहाँ त्यत्रो टाढाबाट एकदम दामी छ ठाउँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ है।
तर आज चाहिँ हामीलाई एकदम वेदरले पनि साथ दियो। त्यति भन्दै अब हामी एकछिन यहाँ भ्यू चट्ट इन्जोय गरेर आधी घन्टा 1 घन्टा बस्छौँ रिल्याक्स तरिकाले है दाइ। बसेर चट्ट पानी सानी खाएर बे दाइ कस्तो लाग्यो त अनि? एकदम रमाइलो भाइ। भ्यू एकदम दामी छ है। हेर्नु नि त्यो तल निलो। अङ्कित भाइ भाइ यस्तोमा आएर फोन चलाउने नि भाइ। अब चाहिँ चट्ट भ्यू इन्जोय है। आम्म यस्तो राम्रो ठाउँ के फर्स्ट टाइम आइयो है हामी। खासै लामो त हाइक होइन, जस्ट उकालो भएर चाहिँ अलि गाह्रो भएको। उकालो अनि त्यहाँ अलि डर पनि भयो क्या। त्यो पानी कुनै कुनै ठाउँमा चाहिँ पानी थियो, पानी टेकेको ठाउँमा चाहिँ 1.5 घन्टामा आइपुग्यो। अब फर्किँदा 1.5 घन्टा 3 घन्टामा चाहिँ सकिँदो रहेछ। तर सानो 6-7 वर्षको बच्चा नि आइरहेको थियो नि होइन। अब डिपेन्ड आफ्नो फिजिकल फिटनेसमाथि। त्यही त। ऊ त्यो चाहिँ हजार्ड बिच भयो के अरे यो वान। कुन? ऊ त्यो हजार्ड बिच हो। हजार्ड? इडन हजार्ड। अनि ऊ त्यहाँ गयो भने फेरि कुक ब्रिज भन्ने आउँछ अगाडिको। आमामा नाम पनि के हो। यो वान ग्लास डे चाहिँ यो भइदियो। मान्छेहरू त्यहाँ हिँडिरहेछ। यो होइन मेन पार्ट, मेन वाइन ग्लास बे भनेको चाहिँ यो होइन हो। यो यस्तो परेको चाहिँ मेन वाइन ग्लास बे। अनि यताबाट चाहिँ भ्यू हेर्ने ठाउँहरू चाहिँ टन्नै छ। हामी चाहिँ अघि माथि मान्छेहरू टन्नै हुनुहुन्छ। वीर दाइ चाहिँ अघि ऊ त्यो ढुङ्गामा थियो। ओके गाइज अलि चिसो हुन लाग्यो, त्यही भएर हुडी पनि लगाइसकेको छु मैले। अब चाहिँ एकछिन हामी यहाँ लगभग 20 मिनट जति भयो होला यहाँ बसेको। चट्ट हामी चाहिँ रिल्याक्स हान्दैछौँ, फोटो खिच्दै। अनि अब यहाँ हेर्नुहोस् चिया टी टाइम। वीर दाइले चाहिँ यहाँ चिया पस्किँदैछ। अब भ्यू हेर्दै चिया खाइन्छ अब एकछिन। बाबा यता फेरि खतरा भिडियो नि त। चिया मात्रै त्यस्तो भनेर पाइन्छ। अब अलि चाहिँ यहाँ भुलिन्छ अनि निस्किनु पर्ला। चिया भएपछि त नउडाला नि। माथि पनि छ मान्छेहरू अझै तल, अझै टन्नै छ। त्यहाँ मान्छे धेरै भएर चाहिँ हामी अलिक तल आछौँ क्या। यहाँ आनन्द बसेर आनन्दले बसेर चाहिँ फर्किन्छ। अझै 15-20 मिनट बसिन्छ होला अनि फर्किनु पर्ला। तल गएर खाजासाजा खाएर। ओके साथीहरू अब चाहिँ हामी यहाँ बस्यो लगभग 1 घन्टै बस्यो होला। भर्खर चिया खाइयो। अब चाहिँ हामी यहाँबाट निस्किनु लागेको। अब अहिलेसँग चिसो भएको थियो, हुडी सुडी लगाइदिएको थियो के अरे। अब अहिले चाहिँ अलि अब हिँड्नुपर्छ नि त, फेरि गर्मी भयो। हुडी फुकालिसकेको छु ल। अब लास्ट एकचोटि यो भ्यूको हेर्नु होला भिडियो, अनि त्यसपछि हामी चाहिँ लाग्छौँ हाम्रो गन्तव्यतर्फ। यस्तो छ, 2 जना चाहिँ यहाँ सेन्टी भएर बसिरहेछ। अब यस्तै पऱ्यो भने अलिक गर्मी भयो नि, त्यहाँ तल चाहिँ एउटा दामी छ कि बिच, त्यहाँ गएर एकचोटि चुर्लुम्म डुब्न मन लाग्छ मलाई चाहिँ। तर हेरौँ के हुन्छ। बुझै के हो खैरेनीहरूले चुर्लुम्म भनेको त हाँस्छ नि त। ल उतै गएर भेटौँला है त। ल यहाँबाट चाहिँ लाग्यो हामी है। अब सी यू नेक्स्ट टाइम। अब माउन्ट एमसलाई है। यहाँ चाहिँ एकदम केयरफुल। मेरो यहाँ हात कस्तो कोतारे 2 चोटि रगत निकालिदिएछ यहाँ। ल अब चाहिँ लागियो, ठाउँलाई बाई बाई गरियो। आज चाहिँ कति किलो घटियो। ल तलतिर गएर भेटौँला अब। गाइस हामी आधी बाटो तल आइसकेको छ। बाटो चाहिँ यस्तै छ। झर्न चाहिँ अलिक सजिलो भयो। हामी कति भयो 40 मिनट जति भयो होला उहाँले हिँडेको होइन। बाटो चाहिँ यस्तो त्यो सानो बच्चाहरू पनि गएको यार, यस्तो डर लाउने यार। त्यो बाटो त कति हिँड्यो बिरे फेरि जता पाइ त्यतै हिँड्यो। मेन भर्सेस वाइल्ड अरे बाबा। ल अब चाहिँ यहाँबाट कति 10 मिनटमा हामी पुगिन्छ होला तल है। ल तल गएर भेटौँ ल। बाई बाई। हामी तल राम्रो सिधा बाटोमा आइसकेको छौँ। अझै यहाँबाट 2 मिनट होला, 2-3 मिनट कार पार्किङ। लगभग हामी 11:30 मा माथिबाट हिँडेको थियौँ। 1 घन्टामा आइदियो रहेछ आउने बेलामा चाहिँ। अनि सजिलै भयो आउने बेलामा चाहिँ। तर अब अलिअलि भोक पनि लाउनु लाग्यो, कतै गएर खाजा खानु पर्ला। 2 जना केटाहरू चाहिँ उता हिँड्दैछ। त्यहाँ अङ्कित भाइ थाक्यौ? अङ्कित भाइ थाक्यो छैन होइन अरे। अब गएर दह्रो खाजा खानुपर्छ है भाइ। तर आज चाहिँ यो
अलिक गर्मी भनेको आजै होला है यस्तो त कहिले हुन्थेन यहाँ भोलि पनि अलिक गर्मी नै छ भोलि 23 24 कति छ अनि आज चाहिँ 16 यता 16 छ के अरे हामी बस्ने ठाउँतिर चाहिँ उता 19-20 कति छ ल अहिले उता गएर भेट्यौँला कति बोल्ने होइन राइट गाइज फाइनली वी आर हियर यता हाम्रो आज ग्रुप लिडर यहाँ साइन आउट गर्नलाई कति थुप्रो मान्छे आयो होला है बिहान आउँदा कतिवटा पेपर थियो कति बज्यो 12:31 हामी 1 घन्टामा झऱ्यो है माथिबाट है ल गाइजहरू पनि पुरा थकित देखिन्छ अब त्यहाँ नजिक एउटा चाहिँ हनीमुन बे भन्ने बिच छ त्यहाँ गएर एकछिन हेर्छौँ के कसो छ वेदरले साथ दियो भने एकचोटि चुर्लुम्म डुबेर ल आइपुग्यो गाडीमा अब यहाँबाट चाहिँ हामी हनीमुन बे तर्फ लाग्छौँ यहाँबाट यहीँ बाटोमा पर्छ 10-15 मिनट ड्राइभ भन्दै नजिकै 2 मिनट नजिक भाइ पानी मैले खाएर आएको थिएँ यार अघि यार 2 मिनट ल्याउ त खाइदिउँ त पानी खाएर अब हामी यहाँ लाग्छौँ गर्मी भयो अहिले त धेरै पसिनाले पुरै लेमोनेड हालिदिनु पऱ्यो खाने तिमी ल उतै गएर भेटौँला अब है ल गाइज हामी चाहिँ अब यहाँ बिचतिर आइसकेको छौँ बिच चाहिँ यस्तो छ म चाहिँ उतादेखि पढेर त्यहाँ जान्थेँ उता बिचमा अनि त्यहाँ चाहिँ राम्रो छ हामी चाहिँ अहिले कोल्स बे आइसकेको छौँ यहाँको भ्यू देख्न सक्नुहुन्छ अघि हामी गएको डाँडा हो त्यतै कता होला तिनीहरू मध्ये एउटा हो दामी छ भ्यू हामी चाहिँ अहिले कोल्स बेमा अहिले चाहिँ म र भाइ हिँड्दैछु यहाँ अर्को दाइ चाहिँ उता पिज्जा लिनु गएको भोक लाग्यो नि त खानु पऱ्यो होइन खानु पऱ्यो हामी चाहिँ यो भ्यू हेर्न आएको थियो यहाँ भ्यू हेर्नुहोस् यस्तो छ भ्यू पौडी खेल्न भनेको हावा चल्यो डेन्जर सकिएन दामी छ वेदर तर लास्ट बिजी हुँदो रहेछ यो कोल्स बे त यस्तो विकेन्डमा त कोल्स बेको अलिकता उ देखाउँछ है बजार उता बसौँ उता ए त नि लिएर आउँछौ चिप्स पनि लिएर भयो नि भाइ भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू भ्यू वाह दाइ के हो त्यो कति आउनु त हजुरले बनायो कि आफै उसले बनाने काम म बनाउँछु यार पिज्जा मिट लभर भयो कि होइन मिट लभर यो त चिकन वाह अगाइन्छ यतिले अगाइन्छ यहाँ चिप्स पनि छ भाइ दुईवटा पिज्जा सिद्धिसकेको छ अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ यहाँबाट दुईजना चराएर कहाँ गर्नु लाग्यो त्यही हो ओके अब 5-6 मिनट बसेर निस्किन्छौँ हामी ओके गाइज हामी चाहिँ कोल्स बेबाट निस्किसकेको छौँ अब निस्किनु लाग्यौँ भनौँ अनि अब उता बाटोमा कस्तो बाटो देखिन्छ के खोजेको चलाउनुहुन्छ जानु नि चाबी किन्नु पर्यो ल उता गएर भेटौँ न अहिले है लाग्यो अब यहाँबाट हामी अब चाहिँ ड्राइभर चेन्ज भइसकेको छ यता हुनुहुन्छ ड्राइभर बिरदाई यो चाहिँ बिरदाईको एरिया पहिला यहाँ बिरदाई चाहिँ लगभग बस्नुभयो होला 2.5 वर्ष जति होइन दाइ 2.5 वर्ष जति बस्नुभयो दाइ चाहिँ यहाँ पुरा यहाँको चप्पा आँखा म कुदाउँछु भने के अरे ल नि त ल ठिकै छ भने मैले पनि अनि अब कता बाटोमा अझै राम्रो ठाउँहरू देखिन्छ अरे त्यता गइन्छ होला एकछिन अनि यहाँ मैले चाहिँ 1:30 भएछ 1:36 बिस्तारै ल बाई कोल्स बे है कोल्स बे जेटी यता पनि तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ यता चाहिँ धेरै जसो एयरबिएनबीहरू रहेछ है र कोल्स बेको यही हो मेन बजार होइन दाइ मेन बजार यही हो हाम्रो सपिङ सेन्टर दाइले काम गर्ने त्यहाँ यहाँ चाहिँ आइसक्रिम फेमस रहेछ क्या
धेरैले आइसक्रिम खाँदो रहेछ यता जाने र हजुर लैजानु अब हजुर मेन अबको मेन हिरो हजुर त्यही त भ्यू त्यही हो सेम भ्यू हो सेम भ्यू अब बाटोमा के हुन्छ देखाउँदै गर्छ है त बाई बाई बाथरुम यता चाहिँ साइकल रेस भइरहेको रहेछ जोजिता वै सिकन्दर हाम्रो रोक्दिन एकछिन यार साइक्लिस्टहरू अगाडि अहिले आउँछ साइकल कुदाउँदै गाइस हामी आइसकेको छौँ फेरि यहाँ अहिले कोल्सबेबाट 20 मिनटको ड्राइभ पछि एउटा यस्तो यहाँ बिच रहेछ होइन हिरो भएर यत्तिकै आएको के अरे चिसो पो भयो यार अगाडि यस्तो छ यस्तो साथीहरू म चाहिँ अघि नै उता हाइकिङ गरेर आएर पनि नुहाइधुवाइ गरेर म त्यति बेला खिच्न पाएन राम्रोसँग अलिक बिजी भएँ अहिले चाहिँ आएर नुहाइधुवाइ गरेर यी छोरीसित यसो सिटीतिर घुम्न आएको छु छोरी र मेरो यसको मम्मीसित अनि अब एकछिन चाहिँ हामी यहाँ सर घुमेर सिटी घुम्न आएको छु देख्न सक्नुहुन्छ सिटीको भ्यू होबर्ट सिटी भर्खरै आएको है आई ह्याभिङ फन नो द्याट्स ओके रोनी हिँड्दैछ अगाडि रोनी आज के म हाइकिङ जाँदा मलाई मिस भयो थियो मलाई मिस भएन तेरिका आज चाहिँ अलि बल्ल आज समरको भाइब्स दिएछ है एकदम गर्मी छ आज के भयो छोरी डिवाने गयो दियर नो ल यहाँ चाहिँ छोरीले पानी देख्यो पानी देखेपछि चाहिँ ल हेर्नुहोस् हाम्रो ओभर कस्तो राम्रो छ रोनी छोरीलाई समात छोरी चाहिँ यहाँ एक्लै आफ्नै धुनमा इन्जोय गरिरहेको छ छोरी जाम सानो जाम है ल मम्मीले समात्छ तिमीलाई हेर्न सक्नुहुन्छ साथीहरू होबर्टमा तिहार लाए जस्तो होइन अब तिहार लायो होबर्टमा यस्तो रमाइलो छ क्या होबर्टको 360 भ्यू यसरी अब अझै उहाँ अगाडिबाट राम्रो देखिन्छ ल हामी चाहिँ यतै सिटीतिर घुमी अझै हिँड्दैछौँ उता हामी चाहिँ के खान जानु लाग्यो र नि कालामारी खाने अरे कालामारी फ्राइज ल हेर्नुहोस् फोटो के भन्छ अरे होबर्टको सानहरू हो यिनीहरू यस्तो राम्रो ठाउँ छ दसैँ तिहार लाए जस्तो ठ्याक्कै दसैँ तिहार लागेको भाइब छ पुरै आजबाट होइन आज र भोलि चाहिँ बेसी गर्मी छ यता है आमा छोरी चाहिँ यता हिँड्दैछन् हामी जाने जाउँ त्यहाँ उतै बत्ती बोलेको ठाउँतिर हो त्यहाँ पाइन्छ खानेकुराहरू हेरौँ के पाउँछ है उता स्पिरिट अफ ताजमानिया पनि आएको रहेछ त्यहाँ त्यो भनेको चाहिँ मान्छेहरू चाहिँ अब यहाँ ताजमानियाबाट मेलबोर्न सिडनीतिर जान मिल्दैन नि त होइन र नि गाडीमा क्या गाडीमा जान मिल्दैन त्यसैले हो त्यो सिपले लिएर आइन्छ गाडी मेलबोर्नबाट डेभनपोर्टसम्म लिएर आउँछ के खै यो त यहाँ चाहिँ किन आयो होला रोनीलाई भेट्न आयो जस्तो छ है ल यहीँ हो यतै हो हामी जाने चाहिँ आमा यता नि बिजी रहेछ बिजी छ टु मेनी पिपल हियर यहाँ मम्मीले चाहिँ खानेकुरा अर्डर गरिसक्नु भएको छ वेटिङमा हो के मगायो कालामरी गोरामरी थिएन गोरामरी ल यहाँ अर्को पनि यहाँ रेडी भयो पर्छ हाई भन्देऊ ल एकछिन कुरा है तिम्रो दुईजना बसेर यहाँ कुरा है हाम्रो खानेकुरा चाहिँ आइसकेको छ तातो छ साना तिमीले तातो पनि खान सक्छौ नुन हालेको होइन सल्ट हालेको होइन छोरीले
छोरी लिएर मैले चाहिँ यहाँ आइसक्रिम पुरा आज आइसक्रिम यस्तो बिजी छ है हामी लगभग 15 मिनट कुरेर आयो यति बेला चियर्स खै त एकलाई खाइदिने चियर्स चियर्स डु वान्ट स्वाप स्वाप गर्ने हामीले गरेर कुन हामी